बालेन शाहले उहाँको स्वयं एक्लो डिसिजन हो। उहाँले आफै गर्नु एक्लो डिसिजन, म त्यहाँ जान्छु भनेर हो। पार्टीले खास भने होइन, पार्टीको त्यसमा सहमति भयो, सहमति थियो, लाल मोहर भयो, हामी खुसी भयौँ, उत्साहित भयौँ। कतिवटा कुरामा चाहिँ कम्तीमा प्रधानमन्त्री क्यान्डिडेट चाहिँ कम्फर्टेबल विन हुनुपर्छ भन्ने खालको हिसाबमा कसैले महोत्तरी आफ्नै जन्मथलोको कुराहरू पनि गरे, कसैले काठमाडौँ 2 मा चाहिँ सोभिताजी यता आफ्नै निर्वाचन क्षेत्र चितवन 3 मा जाँदै गर्दाखेरि उहाँको घरै त्यही हो, त्यहाँ खाली भएको त्यहाँ खाली भएको र अलिकति स्ट्रङ्गेस्ट क्यान्डिडेट खोजिरहेको ठाउँमा चाहिँ र 2 चाहिँ कम्फर्टेबल हुँदाखेरि धेरैले सजेसन पनि। तर जब उहाँले त्यो डिसिसन गर्दै गर्दाखेरि हामीले त्यसको लजिक, त्यसको बिहाइन्ड द कुराहरूमा चाहिँ जब उहाँले आफ्नो कुरा राख्नुभयो, हामी कन्भिन्स्ड भयौँ, म कन्भिन्स्ड भएँ, मलाई खुसी पनि लाग्यो। कारण के थियो भनेपछि कुनै एक पात्र केपी ओली मात्र होइन, केपी ओली प्रवृत्ति हो। त्यो जेनजी जान आन्दोलनपछि जुन कलिला भाइ बहिनीहरू स्कुल ड्रेसमा गएर सुशासन र भ्रष्टाचार विरुद्धको जवाफ माग्न गएको मान्छे हो नि त, त्यहाँ सत्ता खोज्न त गएको थिएन नि त। ड्याङ ड्याङ गरेर तपाईँको एकै दिनमा 19-20 जना डाले। अनि धेरैले के गरे, बालेनलाई लुसिफर भने, यसको ग्राइन्ड डिजाइनर भने, उसले उक्साहट गरेर चाहिँ मृत्युवरण गर्यो भने त्यो पीडा त थियो नि त बालेनमा। त्यो बदला होइन, त्यो प्रवृत्तिलाई तोड्नको लागि, त्यो प्रवृत्तिलाई संसद अब आउने संसदमा चाहिँ सधैँको लागि चाहिँ रोक्नको लागि, कुनै एउटा व्यक्ति होइन, त्यो प्रवृत्तिलाई रोक्नको लागि चाहिँ हामीले वरिष्ठ नेता बनेर प्रधानमन्त्रीको क्यान्डिडेट बनिसकेपछि प्रधानमन्त्रीको क्यान्डिडेटले पूर्व प्रधानमन्त्रीले नै रोक्नुपर्छ। एउटा अर्को यो बालेनसँग जोडेको, जस्तै पहिलो प्रधानमन्त्री जेनजीहरूले बालेनलाई हेर्नु भएको थियो, त्यसले गर्दाखेरि उहाँहरूको आकाङ्क्षा, इच्छा र जेनजी जनआन्दोलनले दिएको म्यान्डेटलाई कसैले पुरा गर्छ र कसैले जिम्मा लिन्छ, त्यो बालेन नै हो। र बालेनले त्यो प्रवृत्ति, केपी ओली प्रवृत्तिलाई रोक्दै गर्दाखेरि चाहिँ बल्ल त्यो तपाईँको सही अर्थमा जेनजी जुन शहीदहरू हुन्छ उहाँहरूप्रतिको ट्रु मिनमा तपाईँको श्रद्धाञ्जली अर्पण गरेको चाहिँ हुन्छ। त्यो कारणले गर्दाखेरि त्यो ठुलो जिम्मेवारी बोध भएर कसैलाई हराउन गएर त्यहाँ के गर्ने होइन, एकदम सुझबुझपूर्ण तरिकाले र उहाँलाई जुन एउटा दायित्व छ, यो एउटा युगले दिएको दायित्व छ, त्यो दायित्व बोध भएर चाहिँ, किन कतिले भने नि त कुनै कसैलाई पनि भेट्न गएन, कहीँ पनि गएन, श्रद्धाञ्जली केही पनि दिएन, कस्तो मान्छे रहेछ, स्टेटस लेखे, घरमा बसे, लुकेर बसे, लुसिफर भयो भन्ने खालकोसम्म। तर त्यो पीडा त काहीँ न काहीँ एउटा आशा गरिसकेको थियो, त्यो ठुलो बोझ हो नि त। एउटा 35 वर्षको भर्खरको युवामा त्यो खालको आउँदै गर्दाखेरि र जसरी उहाँलाई खेदिएको छ, कहिले लुसिफर बनाएको छ, कहिले एजेन्ट बनाएको छ, कहिले के बनाएको छ, कहिले जेलेन्स्की बनाएको छ भनेपछि त्यो सबै चिजको दायित्व बोकेर एउटा यो देशलाई एउटा दिशा दिनको लागि हामी पछाडि त छँदैछौँ। उहाँले जुन खालको एउटा आँट गर्नुभएको छ त्यो सामान्य आँट होइन, एउटा यो 40औं वर्षदेखिको यो जुन एउटा प्रवृत्ति छ